गाइसहरू नमस्कार एन्ड स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ अहिले एन्जिलो मुभी हेर्नको लागि हिँडिरहेको छु, बाटोमा छु। यहाँ भाइ हुनुहुन्छ साथमा। रम्मलको बाटो हुँदै हामी चाहिँ गइरहेको छौँ। अब अहिले मध्यन्तर्फ गइरहेको छौँ। नलकारमा ब्यालेन्स सकिएको अवस्था रहेछ, त्यही भएर अहिले हामी चाहिँ नलकामा रिचार्ज गर्नको लागि अगाडि बढिरहेको छौँ। केही समयपछि हामी रिचार्ज गरेर बस चढेर मेट्रो चढेर हामी पुग्नेछौँ भक्स सिनेमा। भरदुबईमा छ, यो चाहिँ सिन्दागामा छ। त्यता गइरहेछौँ साथीहरू। तपाईँहरू पनि आउनु होला एन्जिला मुभी हेर्नलाई। एकदमै राम्रो बनिएको छ, कथा बस्छु भनेर देखिरहेको कारणले हामी चाहिँ गइरहेको छौँ। मैले हेरेर आउँ के कस्तो छ। हेरिसकेपछि पनि के कस्तो रहेछ म त्यसको बारेमा नि भन्ने नै छु है त साथीहरू। हस् त, हिँडिरहेको छु र यतापट्टि मेट्रो आइसकेको छ। अहिले चाहिँ मेट्रोमा छु, 3 मिनट अझै समय बाँकी छ। कारणले यस्तै छ साथीहरू, यस्तै छ। म त अहिले आएको छु साथी हो। एकदमै मान्छेको भिड रहेछ। त्यही त नि है भाइ, गर्न हेर्नु पाएर दिनभरि अनुहार खद्याएर भएको गाह्रो छ है, गाह्रो छ। लु जाउँ त साथी हो। यस्तो छ मान्छेको भिड। नेपालमा भन्दा धेरै मान्छेको भिड छ दुबईमा। के गर्नु, हाबिबी वेलकम टु दुबई भन्छ, यहाँ गाह्रो भइरहेछ। हाबिबी कम टु दुबई भन्छ, यहाँ एकदमै गाह्रो भइरहेछ है साथी हो। म चाहिँ यता छु है। हेलो गाइज, म चाहिँ अहिले भरदुबईमा छु। यो चाहिँ भ्यू हो भरदुबई। अहिले म नास्ताहरू खाएर थुक्पा चाउमिनहरू खाएर अब फिल्म हेर्नको लागि गइरहेको छु। त्यस्तै हो साथी हो। सबैमा एकदमै भिडभाड छ। यो साँझको बेलामा अति नै भिडभाड हुन्छ। भिडभाड हुने गर्दछ। मेरो साथीहरू चाहिँ अगाडि हिँडिरहेको छु र म पनि पछि हिँडिरहेको छु। यस्तै रमाइलो छ। अहिले मौसम पनि एकदमै ठिक छ, झकास छ मौसम। अब अन्जिला मुभी 7:45 अहिले चाहिँ हामी सिन्दागा आइपुगेको छौँ। सिन्दागामा मुभी हेर्नलाई एकदमै राम्रो छ। अहिले हामी छिरिरहेको छौँ सिटी सेन्टरभित्र। यहाँभित्र चाहिँ भक्स सिनेमा छ, त्यहाँ गएर हेर्ने हो एन्जिला मुभी चाहिँ। एकदमै इन्जोयबल मोमेन्ट छ साथी हो। यस्तै हो, भिडियो अगाडिबाट ल्याउनु सक्छ। यस्तै नै हो। आज हामी मिठो इन्ट्रान्स गऱ्यौँ, एकदमै राम्रो छ। हामी चाहिँ यो भक्स सिनेमामा आएका छौँ। रेडी भइसकेको छ। मजा भयो होइन भाइ? इन्टरभ्यू ल्याउ न मेरो भाइ। के हो तिमी? अनि के छ त? ठिक छ भाइ। अनि के खानु भयो खाजा? खाजा अब के खाने भाइ? मोमो खानुपर्छ, चाउमिन खानु। अघि थुक्पा खाएको खासै मजा आएन, खानुपर्छ। अब भोक लागेको छैन, त्यति धेरै छैन तर पनि खानुपर्छ। हल्का अरू भाइ आउँछ त्यसपछि खाने है त। एन्जिलाले कतिको रुवायो त सर? मन भन्ने चाहिँ धेरै रह्यो, तर बाहिर आशिष चाहिँ अलिकति कन्ट्रोल गरियो। तर दिलमा आइसकेको थिएँ। एकदमै राम्रो रहेछ मुभी। सबैले आएर हेरिदिनु होला, एकदमै राम्रो छ मुभी। अनि हाम्रो नेपाली जनताहरूलाई के भन्न चाहनुहुन्छ? नेपाली जनताले भरिभर हेरिरहेछ, दुबईमा पनि अलिक खचाखच गरेर हेरिदिनु होला भनेर भन्न चाहन्छु। अनि तपाईँलाई मेन पार्ट चाहिँ कस्तो लाग्यो त? यसको मेन पार्ट भन्दा नि पुरै फिल्म नै राम्रो लाग्यो। 1 भन्दा नि 2 चाहिँ एकदमै राम्रो लाग्यो। एकदमै आमा
र छोरीको एकदमै कथावस्तु मिलेको चाहिँ एकदमै राम्रो लाग्यो। अनि तपाईँले कस्तो लाग्यो? मलाई त एकदम राम्रो छ। मेरो अलिकति आँसु चाहिँ झर्न लागेको थियो, तर पनि हजुर। अब मैले अलिकति कन्ट्रोल मैले पनि सेल्फ धेरै कन्ट्रोल कन्ट्रोल गरेँ। गरेँ, र नि आँखाको दिल दिलाइसकेको थियो, खस्नु खोजिरहेको थिएँ मोतीका दानाहरू। हस् त है भाइ, धन्यवाद।